नमस्ते सम्पूर्णलाई। आज म तपाईँहरूले सिकाउन गइरहेको छु 4 संयुक्त अक्षरबाट पहिलो यातक भन्ने चाहिँ हामीले कसरी लेख्ने भनेर हैन 7 वटा यातक छ नि हामीले कसरी लेख्ने भने त्यसको बारेमा म तपाईँलाई सिकाउन गइरहेको छु। हेरिदिनु होला है। पहिलो रहेको छ हामीले का थाहा हुनु पर्यो हैन का थाहा भएपछि हामीले यो हो के लेख्नु पर्यो का यातक क्या भनेर लेख्नु पर्यो हैन त्यसको लागि पहिला ता लानु पर्यो हैन का जस्तै गरेर छेउबाट यता घुमाउनु पर्यो पहिला का नै लेख्नु पर्यो। पहिला हामीले का लेख्दै चाहिँ यस्तो मुनि लगेको थियो अहिले चाहिँ यो मुनि लानु पर्दैन मुनि धेरै नलजिकन यहाँबाट यसो ल्याएर चाहिँ यो लगेर यसरी लेख्नु भयो हुन्छ है। यसरी लेख्यो भने यसले के भन्छ ले का यातक क्या भन्छ है का यातक क्या। अब लेख्नु पर्यो खा अनि पहिला खा थाहा हुनु पर्यो खा भनेर हैन। अब लेख्नु पर्यो हामी खा यातक ख्या पहिला लेख्यो हामी खा लेख्यो हैन त्यो गरेर खा लेख्यो खा लेखेपछि यहीँबाट नै सो लाने हो खा यातक ख्या भयो है खा यातक ख्या। अनि के थाहा हुनु पर्यो घा भन्ने थाहा हुनु पर्यो हामीले घा भनेर थाहा भएपछि अहिले हामीले घा जस्तै लेख्ने हो घा लेख्ने मुनि धेरै नगइकन यहीँबाट नै यसरी लेख्यो भने घा यातक घ्या है घा यातक घ्या घा यातक घ्या भनेर पढ्नुपर्छ यसलाई यसरी घ्या भनेर पढ्नुपर्छ घा यातक घ्या। अनि पा हैन पहिला पा भनेर थाहा हुनु पर्यो पा भन्ने थाहा भएपछि अनि यहाँ ठुलो पा लेख्ने है फेरि ठुलो पा लेख्यो फेरि मुनिबाटै यसो गरेर लेख्यो भने के भयो पाया त चा भयो। अब पाया त चा भयो हैन अब फाया त छा लेख्न त अब सजिलो यसमा नै अब फा भने हैन फा भने नि हामीले यसमा नै यसो गरेर फा भने पाले नै यति धर्कता नै फा भइहाल्यो र पाया त चामा नै हामीले यसो यस्तो गरेर यो फा लेख्यो भने फाया त छा भइहाल्यो सजिलो छ यो फाया त छैन। अब बा लेख्न यस्तो गर्नु पर्यो यो बा भइहाल्यो हैन हामीले यहाँ बा लेख्ने ठुलो बा लेख्यो ठुलो बा लेखेपछि यहाँबाट यसो तन्काएर हामी लाने लेख्यो के भयो बाया त जा भनेर भन्नुपर्छ। अब पहिला हामी के थाहा हुनु पर्यो फेरि मा भन्ने थाहा भएपछि फेरि ठुलो यसरी मा लेख्ने है यसरी मा भइहाल्यो हैन फेरि यहीँबाट नै यसो तानेर यसरी लेख्नुभयो भने माया तक यहाँ भइहाल्यो सजिलो छ यो 7 वटा हैन यति नै हो। यसमा म तपाईलाई सजिलो तरिकाले सिकाउन चाहन्छु यही तरिकाले छ यातक लेख्दाखेरि हैन जस्तै यातक भन्छ नि यातक लेख्दाखेरि दुई तरिका छ है यो तपाईले पक्कै तपाईँ यो अक्षर चिन्नुहुन्छ होला हैन या भइहाल्यो बा ता घा सा भइहाल्यो हैन ल यातक भनेर पढ्नुपर्छ यो कसरी पढ्नुपर्छ भने यसको चाहिँ बारेमा चाहिँ पछि आउँछ। हामीले अहिले पढ्नु पर्यो भनेको चाहिँ यातक अब यातक कसरी लेख्छ भने तपाईले म सिकाउन दुई तरिकाले है एउटा गाह्रो र सजिलो सिकाउँछु म तपाईलाई एउटा चाहिँ गाह्रो छ एउटा चाहिँ फर्स्टमा यसो गरेर यसो ल्याएर चाहिँ यस्तो घुमाएको जस्तो गरेर यो प्रकारले लेख्ने एउटा छ एउटा चाहिँ सजिलो हुन लागि चाहिँ यस्तो ल्याएर चाहिँ सिधै नघुमाइकन यसो दुई प्रकारको छ है। यसमा कसरी दुईटा थाहा हुन्छ भने एउटा यहाँ हेर्नु ल यहाँ केमा थाहा पाउँछ भने हामीले जस्तै यहाँ हेर्नु है यहाँ हेर्नु त हो यहाँ र यहाँ घुमेको छ नि हैन घुमेको छ नि यो अलिकति घुमेको छ यो अलिकति यस्तो गरी यसरी घुमेको छ
जो नघुमिकन सिधै यसरी ल्याएको छ नि, यसरी ल्याएर यसरी लगेको छ होइन, यसरी लगेको छ। यो चाहिँ अलिकति यस्तो ल्याएर घुमाएर लगेको छ हो, त्यसमा फरक पर्छ है, त्यसमा फरक पर्छ। अनि फेरि म तपाईँले लेखेर देखाउन चाहन्छु होइन। फर्स्टमा चाहिँ यहाँबाट ल्यायो, यसो ल्यायो, सिधै ल्यायो, त्यहाँदेखि त लग्यो 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 त लग्यो, राख्यो। अनि यहीँबाट फेरि भित्र सिरास गरेर ल्यायो। यहाँ धेरै माथि पनि लानु हुँदैन, धेरै माथि लग्यो भने फेरि बिग्रिन सक्छ है, त्यस कारणले यति मात्र हो। अनि फेरि यहाँबाट ल्यायो, सिधै यस्तो गरेर हुन्छ, सिधै यस्तो लेख्यो। यसमा चाहिँ केमा फरक छ भन्दाखेरि यहाँ भन्न खोजेको मैले, यहाँ घुमेको र नघुमेको छ नि, हेर्नु नि होइन। यसमा चाहिँ घुमेको छ, घुमेर आएको छ होइन, यसमा पनि घुमेको छ होइन, यसमा घुमेको छैन नि, यसमा घुमेको छैन ल। हो यसरी तपाईँले कुन सजिलो लाग्छ? ओके, तपाईँले यो सजिलो लाग्छ होइन, यो चाहिँ अलिकति अप्ठ्यारो छ, तर यो एकदम राम्रो पनि देखिन्छ है। प्रायः जस्तो अक्षरमा यसरी पनि लेखिरहेको हुन्छ। यो चाहिँ अलिकति सजिलो पनि छ। एउटा अक्षरमा अब तपाईँले एक्जाम्पल लेखेर देखाउनु पर्यो भने होइन, मानौ एउटा सा लेख्यो होइन, सा लेखेपछि त्यसमा बा सिधै बा लेख्यो, घुमेको अक्षर, यो चाहिँ घुमेको भयो, यो चाहिँ घुमेर लेखेको भयो होइन। अब एउटा लेख्छु ल, यहाँ नघुमिकन लेख्छु, नघुमाइकन, सामातामा लेखेँ होइन। हेर्नु त, यो अलिकति घुमेको छ, यो घुमेको छैन हो। तपाईँहरू पनि यसरी सिक्नु होला है, यो चाहिँ लेख्ने तरिका हो, कसरी लेख्ने भनेर।